बाजे कति वर्ष भयो? कति वर्ष भयो? 85, 83, 83 वर्ष भयो? 83, 84, 85 85 वर्ष भयो नि। 86 मा लाग्यो। अब यहाँ गाउँघरको भिडियो बनाउँदाखेरि विदेशमा हेर्ने मान्छन् क्या केटाहरूले, त्यही भएर भिडियो बनाएर हिँडेको छु। हेलो नमस्ते, वेलकम ब्याक अनदर ब्लग। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, सन्चै रहनु होला। शुभ बिहानी। र आजको अपडेट गाउँघरमा के विकास भइरहेको छ र यहाँबाट यो टागुरादेखि लगेर पर डोट खोलासम्मको म तपाईँलाई सर्लक्क देखाउने छु। एकजना विशेष साथी आउनुभएको छ दाङबाट, जनक खड्का, र उहाँसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। र उहाँ आफ्नो कामले भन्दा पनि अरूको कामले माथि वीरबहादुर विकको केही पैसा सङ्कलन भएको रहेछ, त्यो पैसा चाहिँ दिनको लागि आउनुभएको छ। त्यो भिडियो विदेशमा बस्नुभएको साथीहरूलाई गाउँघरमा के भयो भनेर एउटा चासोको विषय हुन्छ। र म अहिले घरदेखि यहाँ मेन बाटोमा आइपुगेँ। बाटोघाटो अब पिच हुँदैछ, ग्राभलिङ हुँदैछ र ढिकाघारी बाँध्न लाउने नरहरू निकाल्ने काम भइरहेको छ। र विकास बिस्तारै भइरहेको छ भनौँ होइन। प्रत्येक घरमा धारा छ, धारामा पानी आइरहेको छ। तपाईँले यो धारा हेर्न सक्नुहुन्छ नि, यो धारामा एक उमालो पाइप भन्थ्यो, एक उमालो पाइप, र अहिले 2वटा मात्रै पाइप छन्। र घरमा धारा भएको हुनाले माई भगवती जय रक्षा गर्नु सबैलाई। र यहाँ ढिको बाँध्न लगाउने काम चाहिँ सिद्धिएको छ। बाटोको काम चलिरहेछ र टन्नै ल्यान्टर घरहरू भनौँ के, यहाँ अमेरिका गएको सबै बगालले यही ठाउँमा घर हालिदिएपछि कति राम्रो हुन्थ्यो। एउटा नमुना भन्थ्यो होला सायद। एउटा राम्रो उच्च स्तरको बोर्डिङ र स्वास्थ्य उपचार, केही इमर्जेन्सी परेपछि अपरेसन गर्ने खालको मेडिकल भएपछि यति नपुगो हो होइन। र बस्नलाई चाहिँ एकदमै राम्रो ठाउँ है। यहाँ आउनुहोस्, यतै गाउँतिर बसौँ। दाङ र पाङमा के फरक छ र? बाजे कति वर्ष भयो? कति वर्ष भयो? 85, 83, 83 वर्ष भयो? 83, 84, 85 85 वर्ष भयो नि। 86 मा लाग्यो। अब यहाँ गाउँघरको भिडियो बनाउँदाखेरि विदेशमा हेर्ने मान्छन् क्या केटाहरूले, त्यही भएर भिडियो बनाएर हिँडेको छु। अनि दाङ पाङ तेरा भाइ हामी साथै हो। मैले अहिले यहाँ के बनाएको छु भने दाङ र पाङ क्या। दाङ र पाङमा के फरक छ र? दाङ र पाङमा के फरक छ र भने क्या। दाङ पाङ होइन। हाम्रो कस्तो राम्रो छ बस्ती, स्वच्छ हावापानी, आनन्द वातावरण सबै राम्रो छ। जे होस् खुसी छौ तिमी? राम्रो छ भने सन्चै छौ? हुन्छ बाजे, म पर घुमेर आउँछु है। यहाँ चाहिँ काम चलिरहेछ धमाधम। अहिले भर्खर एउटा गाडी गयो, यो रुकुमकोट जाने गाडी है। अहिले गाडी लागेको छ। यो चाहिँ पिपल, लागिम, पाङा, पोखरा हुँदै रुकुमकोटबाट फेरि फर्केर यहाँ आउँछ साँझतिर। अहिले काठमाडौँ जाने गाडी भेटाउँछ अहिले 9 बजेको। र यहाँ बाटोको काम धमाधम चलिरहेछ। यो ढिगो साइडमा चाहिँ बाँध्न लगाउने काम भइरहेको छ यतातिर। यो साइडमा चाहिँ कृषि उपयोग जग्गा छ है टन्नै। तपाईँ गहुँ हेर्न सक्नुहुन्छ। यहाँ अरू कुनै पनि जस्तै भनौँ आलु खेती अनि टमाटर खेती टन्नै यहाँनिर चाहिँ प्याजहरू, लसुनहरू यो पुरै जग्गा ल्याएर चाहिँ यहाँ लगाउन सकिन्छ क्या यसरी। अनि सिँचाइको लागि पनि ट्याक्कै यहाँनिर ट्याङ्की रहेको छ। यो ट्याङ्कीमा पुरै पानी सर्लक्कै पानी भएपछि यहाँ सिँचाइको लागि सबै पुग्छ। यो चाहिँ सिस्ने गाउँपालिका रुकुम पूर्वी आयोजनाको नाम यो डोट खोला पाङा रहेको छ। र यहाँ चाहिँ यो फिल्ड समाएको रहेछ यो। त्यो देखाउन लागि म यहाँ आएको छु तपाईँहरूलाई। यहाँ चाहिँ अब के बनाउने हो, वास्तविकमा के बन्न लागेको छ, अथवा वडा कार्यालय हो कि अथवा अन्य कुनै, यो मलाई चाहिँ जानकारी छैन। र यहाँ चाहिँ सम्याएको रहेछ र एकदमै राम्रो फिल्ड यहाँ भएको छ है। यहाँ कुनै भवनहरू अथवा कुनै यहाँ केही संरचना बनाऊ भने पनि यहाँ बन्छ।
यति ठुलो रहेको छ यहाँनिर हेर्न सक्नुहुन्छ। अझै पनि यो माथिको कसको हो, यो माथिको भाग पनि लिएर यहाँ माथि ट्याक्कै मन्दिर, यो माथिको साइडमा मन्दिर होइन, यतातिर कुनै अथवा वडा कार्यालय भए पनि अथवा कुनै के छ यो मलाई यथार्थ मलाई थाहा छैन, यहाँ के बनाउन लागेको के गर्न लागेको भनेर मलाई प्रष्ट रूपले जानकारी छैन। र यहाँ चाहिँ यो सम्याउँदाखेरि एकदमै ठुलै भूभाग निस्केको छ यहाँनिर, जे पनि यहाँ हुनसक्छ होइन। यो ढिकोको साइडमा ट्याक्कै पोलहरू गाडेर यहाँ जाली लाउन सकिन्छ। अब गहुँहरू पनि प्याला प्याला हुन थाले। अब गहुँ काट्ने दिन आउँदैछ केही छिन पछाडि। दिउँसो 12-1 बजीतिर एकदम चर्को घाम लाग्छ, त्यतिखेर तल सानबेरीमा गएर ताल खेल्ने अनि घुम्ने, यताउता काम चलिरहेछ है। सबैलाई नमस्ते, फेरि अर्को भिडियोमा भेटौँला।